Alrighty guys, welcome back to my another vlog. अहिले चाहिँ हामी आइसक्यो ठाउँमा होइन, यहाँ चाहिँ नीलकण्ठ होइन हाम्रो नन्दी महाराज अनि छिरी आज चाहिँ यसै घुम्न आएको थियो होइन गाईफार्ममा एकछिन काम थियो होइन। आज चाहिँ मेरो जस्तो इक्जाम थियो होइन नेपालीको होइन, अनि अब भोलि रेस्ट छ होइन, अनि पर्सि फेरि एउटा इक्जाम छ होइन म्याथको, अनि त्यसपछि 3वटा अझै हुन्छ होइन। तर एसीको इक्जाम भनेको एसी इक्जाम जस्तो लागिरहेको थिएन होइन, मलाई चाहिँ त्यहाँ बकवास गरेको लागिरहेको थियो होइन, अनि त्यहाँ चाहिँ पुरा मजा आइरहेको थियो होइन। एसीको इक्जाम दिने भनेको एउटा गोल्डन अपर्च्युनिटी हो के होइन, त्यहाँ बसेर मौज गर्ने हो होइन। अनि चाहिँ अब के भन्नु होइन, बगैँचा जस्तो अलिकता होइन, यहाँ चाहिँ हामीले प्याजहरू रोपेछौँ होइन। यहाँ एउटा घर बनाएको छ होइन, यहाँ चाहिँ के भन्नाले यहाँ चाहिँ घिउ सिउ बनाउने घर बनाएको छ होइन, यहाँ घिउ बन्छ होइन, अर्क बन्छ होइन, अनि यही गाईको होइन के प्रडक्टहरू के बन्छ होइन, यही ह्युमेन युजको लागि होइन, अनि ह्युमेन हेल्थको लागि होइन। अनि एउटा कुरो अरू भन्न खोजेको के छु भनेको म यो पछाडि एउटा बोट छ होइन, त्यो के भन्छ सजमन अब नेपालीमा के भन्छ सजमनलाई मैले बुझेन होइन, तर जसलाई थाहा छ कमेन्ट गर है ल। अनि यो चिज शताब्दी होइन त्यहाँ छ होइन, यो सबमा मैले पानी हालेर यहाँ यिनीहरूलाई राम्रो बनाएको होइन, सबमा बबाल मेहनत गरेँ मैले होइन। अनि यसमा पनि बबाल मेहनत गरेँ, तर यो झारै बिग्रियो के किन बिग्रियो खोइ थाहा भएन मलाई होइन। अनि सर्वप्रथम म एउटा मेन कुरो भन्न खोजेको के हो भन्नाले यसपालि यस इक्जाममा मैले चाहिँ के हेरेको भन्नाले मान्छेहरू डराउनु भनेको एउटै कुरो हो के, डराउनु भनेको अब छ नि कपालहरूलाई मात्रै डर थियो होइन, किनभने अब कपालवालाहरू होइन बोयफ्रेन्ड केटीसँग पढिसकेपछि गर्लफ्रेन्डलाई दुःख होइन, अब गर्लफ्रेन्ड केटासँग पढिसकेपछि बोयफ्रेन्डलाई दुःख होइन, यही हेरेँ होइन मैले। अनि त्यसपछि अर्थात् कुरो के हेऱ्यो भन्नाले इक्जाममा लेख्नुभन्दा बढी त हल्ला भइरहेको थियो होइन, अनि त्यहाँ चाहिँ केही भइरहेको थिएन होइन। अनि तिमीहरूलाई सबलाई म एउटा धेरै राम्रो कुरो हेराउनेवाला छु होइन, जुन चाहिँ यो भिडियो सबभन्दा राम्रो कुरो हुनेवाला छ, किनभने यहाँ एकछिन त्यसको लागि सबलाई एकछिन वेट गर्नुपर्छ होइन, किनभने यहाँ चाहिँ म बब्बाल चाहिँ हेराउनेवाला छु। यो मेनली गरेर कसो काम आउने छ होइन, जस्तै मेरो साथीहरू छ जुन चाहिँ घरमा बसेको छ अनि लुकेर बस्छ नि, तिनीहरूको काम आउने छ। जस्तै यो भयो के कस्तो दामी छ होइन बाल होइन, सिरियसमा ल्याऊ गाइज होइन। यदि मेरो कुरोले दुःख लाग्यो भने सबजनाले के गर्नु भन्नाले मेरो कुरोले दुःख लाग्यो भने सबजनाले मलाई 1,000 रुपियाँ इसेरामा पठाइदेऊ ल। अनि चाहिँ गाइज अब एकछिनपछि हामी घर जाने हो होइन, अनि फिल्डतिर घुम्न जानुपर्छ होइन, किनभने भोलि रेस्ट छ नि त यार गाइज, रेस्टको मजा उठाउनु पऱ्यो के। यहाँ चाहिँ अब अर्ग्यानिक खाद बनाउनको लागि एउटा ठाउँ बनाउँदैछ होइन, यहाँ चाहिँ अर्ग्यानिक खाद बन्छ के मल होइन, के गर्छ होइन त्यो हुन्छ नि अर्थवर्महरू होइन, त्यसलाई गोबर खानको लागि यहाँ राख्छ होइन, अनि त्यो अर्थवर्महरूले गोबर खाइसकेपछि दिशा गर्छ मल बन्छ होइन। अनि त्यो चाहिँ सबभन्दा त्यसलाई ब्ल्याक गोल्ड भन्छ के, ब्ल्याक गोल्ड भन्छ होइन, कालो सुन, त्यो चाहिँ फिल्डको लागि एकदम युजफुल हो के। अनि चाहिँ अब एकछिन केही काम गरिदिनु पऱ्यो होइन, साइदिनु पऱ्यो होइन गाईफार्ममा, त्यसपछि हामी यहाँबाट घर निस्किने हो होइन। अहिले चाहिँ बादल आएको छैन, नभए यहाँ चारैतिर बादल हुन्थ्यो के, अहिले चाहिँ बादल आएको छैन होइन। यहाँ कुखुराको चल्लाहरू छ होइन, कसरी भएको छ र यो चाहिँ हाम्रो गौत छ होइन, गाईको गौत। अनि यो चाहिँ बाहिर जानको लागि रेडी भइरहेछ होइन, हामीले चाहिँ सफा लुगामा एकदम छानेर होइन अनि चाहिँ प्याक गर्छौँ होइन। यो औषधि बनाउनको लागि हामीले चाहिँ स्टोर गरेर राखेको छौँ होइन धेरै गौतहरू, लगभग 1,000 वाला ट्याङ्कीमा लगभग आधीभन्दा बढी भरिसकेको छ होइन। आजको भिडियो चाहिँ इन्ड गर्छु होइन, एन्ड डोन्ट फर्गेट टु लाइक कमेन्ट एन्ड सब्सक्राइब बेब्स।